ल साथीहरू, नोक्सान भयो त बोक्टान फुसु गाउँपालिकाको टुनागाडमा रहेको पक्की पुल बन्दै गरेको बेमौसमी बाढीका कारण बगायो त फेरि यसले चाहिँ अब काम लम्ब्याउने भयो हैन। यो चाहिँ अब तुरुन्तै यो बर्खाभन्दा पहिला नै बनाएन भने त फेरि यो 1 वर्ष जति लम्बिने जस्तो लागिरहेको छ। हाम्रो स्थानीय सरकारदेखि लिएर जुनसुकै जसले पनि यो पुल निर्माण गरिराखेको छ उहाँहरूले यो कार्यलाई तीव्र गतिमा उठाएर चाँडोभन्दा चाँडो निर्माण गर्दा चाहिँ राम्रो होला जस्तो लाग्छ। नत्र भने त 1 वर्ष पछाडि जान्छ होला यो काम। किनभने यो ठाउँ भनेको पनि एकदमै जोखिमपूर्ण ठाउँ हो। टुनागाडको 2-3वटा खोला एकै ठाउँमा मिसिने ठाउँ हो यहीँनिर नै। त्यो भएको हुनाले पनि यहाँ पानीको बहाव एकदमै जोखिम रहने भएको कारणले गर्दाखेरि यहाँ चाहिँ गाह्रो नै हुन्छ। एकदमै नोक्सान भएको छ। ल भन्नुला साथीहरू, कहिलेसम्म बन्ला अब यो चाहिँ।